हेलो हेलो साथी हो, गुड आफ्टरनुन। है आज चाहिँ हामी एकदम यहाँ तल यसलाई चाहिँ भन्छ लपरोट। यो लपरोटमा चाहिँ हामी घुम्न आइरहेको छौँ। अन्त चाहिँ तपाईँलाई यहाँको नजारा, यहाँ क्या मुना रहेछ हो, मसिनो भाइहरूले टिप्दैछ क्या मुना सबले एकदम। हामी चाहिँ अब यहाँ लपरोट जाँदैछौँ। खरसाङको लपरोट हो यो चाहिँ, खरसाङको लपरोट भन्छ। अघि नै देखि यहाँको नजारा हेर्नुहोस्। हाम्रो लपरोटको कति बात यहाँ लकडाउनदेखि चाहिँ आज आउँदैछु। लकडाउनमा चाहिँ यही रोडमा स्कुटी सिकेको, त्यो यादहरू आयो। स्कुटी सिकेको हामीले लकडाउनमा, त्यसपछि चाहिँ आज आएको हो। अल्छी लाग्दै जाँदैछु, अल्छी लाग्छ साथी हो, हिँड्नु सुत्नै मन लाग्छ। आज चाहिँ अलिक घाम लागेर आएको कि, तर गरम भएर म नटेको छु के भन्ने। यो चाहिँ यहाँको हावाघर हो साथी हो। पानी स्कुटी सिक्दा चाहिँ नि, पानी पर्दा चाहिँ हामी यही भित्र बस्थे। यहाँ चाहिँ अहिले यस्तो रहेछ, दाउराहरू राख्दो रहेछ। हेरै चाबी पनि रहेछ यहाँ, तल तलाइरहेको छ चाबी त भुइँमा छ। खै मसँग स्कुटी सिक्ने साथीहरूलाई याद दिलाइदिएको यतातिरै। पुरै सिकेको हामी यहाँ। आइ 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 देख्छ भनेर आफै भन्छ। उठी लाग्यो हो, घुम्न आएको साथी हो। अल्छी लाग्यो, अब फर्केको घर। घामले मार्यो, घामले मार्यो। अब चाहिँ हामी घर गएको। आया तो घाममा त हिँड्नु के साह्रो अल्छी लागेको थेच। त्यो उयो त माथि देख्छ है खबर छ
एकदमै